हेलो गाइस ल गाइस हेर्नुस् है म न बजार गएर पनि आइसकेछु अनि बजारबाट मैले सामान पनि लिएर आएको छु के साथीहरु आज के सामान लिएर आएको छु म तपाईलाई देखाउँछु साथीहरु ल आउनुस् ल त पहिला त हेर्नु साथीहरु यो लिएर आएको छु मैले सानो खाले भान्टा लिएर आएको छु सब्जी खानको लागि ल हेर्नुस् है साथीहरु अनि यहाँ छ साथीहरु यो लिएर आएको छु मैले भिन्डी पनि लिएर आएको छु के ल हेर्नुस् त साथीहरु यो पनि कति ताजै आएको थियो कि ल हेर्नुस् त कति दामी छ भिन्डी अनि साथमा साथीहरु यो मैले टमाटर पनि लिएर आएको थिएँ कि ल हेर्नुस् त टमाटर पनि लिएर आएको थिएँ ल हेर्नुस् यो पनि 2 किलो जति लिएर आएको थिएँ टमाटर अनि साथमा न साथीहरु आज मैले अझै एउटा लिएर आएको छु के सामान लिएर आएको छु म त्यो पनि देखाउँछु यता राख्नु पर्यो यहाँ यिनलाई ल हेर्नुस् है साथीहरु ल हेर्नुस् त ल हेर्नुस् साथीहरु आज बोडी लिएर आएको थिएँ साथी यो पनि मन्डीमा आएको थियो ताजै थियो के साथीहरु ल हेर्नुस् त बोडी कति दामी छ ल हेर्नुस् त अनि यो पनि साथीहरु लिएर आएको थिएँ मैले 1 किलो जति लिएर आएको सब्जी खानको लागि बडा राम्रो थियो के ताजै थियो फ्रेसै थियो के ल हेर्नुस् त यस्तो छ ताजै छ पुरै अनि साथीहरु मैले न बस अब आलु पनि राखिसकेको छु यहाँ यो बर्गरको टिक्कीको लागि बस हाम्रो काम माथि अब स्टार्ट हुँदै छ म जान्छु माथितिर अब गएर गर्न पर्यो काम अनि सोच पानी कता गयो मेरो पानी बोतल पनि लगिजानु पर्यो अनि साथी तपाईलाई देखाउँछु हाम्रो काम के भइसकेछ माथि ल आउनुस् है मसँग गाइस हेर्नुस् न म माथि पनि आइसकेको छु अनि हाम्रो सामान ल हेर्नुस् त्यहाँ साथीहरु रेडी भइसकेछ बस फटाफट बनाउँछु मसला अनि साथीहरु मेरो आज प्याज पनि छिल्न साथीहरु एक टोकरा प्याज छ के ल हेर्नुस् कसो त्यही पनि अनि साथीहरु आज काम थुप्रो छ के साथीहरु जम्मै काम गर्न छ अनि बस अब हाम्रो सामान बस लगभग अब तयार गर्छु मैले ल त साथीहरु है हेलो गाइस ल गाइस हेर्नुस् है म न बजार गएर पनि आइसकेको छु अनि बजारबाट मैले सामान पनि लिएर आएको छु के साथीहरु आज के सामान लिएर आएको छु म तपाईलाई देखाउँछु साथीहरु ल आउनुस् ल त पहिला त हेर्नु साथीहरु यो लिएर आएको छु मैले सानो खाले भान्टा लिएर आएको छु सब्जी खानको लागि ल हेर्नुस् है साथीहरु अनि यहाँ छ साथीहरु यो लिएर आएको छु मैले भिन्डी पनि लिएर आएको छु के ल हेर्नुस् त साथीहरु यो पनि कति ताजै आएको थियो कि ल हेर्नुस् त कति दामी छ भिन्डी अनि साथमा साथीहरु यो मैले टमाटर पनि लिएर आएको थिएँ कि ल हेर्नुस् त टमाटर पनि लिएर आएको थिएँ ल हेर्नुस् यो पनि 2 किलो जति लिएर आएको थिएँ टमाटर अनि साथमा न साथीहरु आज मैले अझै एउटा लिएर आएको छु के सामान लिएर आएको छु म त्यो पनि देखाउँछु यता राख्नु पर्यो यहाँ यिनलाई ल हेर्नुस् है साथीहरु ल हेर्नुस् त ल हेर्नुस् साथीहरु आज बोडी लिएर आएको थिएँ साथी यो पनि मन्डीमा आएको थियो ताजै थियो के साथीहरु ल हेर्नुस् त बोडी कति दामी छ ल हेर्नुस् त अनि यो पनि साथीहरु लिएर आएको थिएँ मैले 1 किलो जति लिएर आएको सब्जी खानको लागि बडा राम्रो थियो के ताजै थियो फ्रेसै थियो के ल हेर्नुस् त यस्तो छ ताजै छ पुरै अनि साथीहरु मैले न बस अब आलु पनि राखिसकेको छु यहाँ यो बर्गरको टिक्कीको लागि बस हाम्रो काम माथि अब स्टार्ट हुँदै छ म जान्छु माथितिर अब गएर गर्न पर्यो काम अनि सोच पानी कता गयो मेरो पानी बोतल पनि लगिजानु पर्यो अनि साथी तपाईलाई देखाउँछु हाम्रो काम के भइसकेछ माथि